पहिला हेर्दा चाहिँ एकदमै भोक लागेको थियो हामीलाई चाहिँ होइन त्यही भएर हामी चाहिँ खाजा खान आएको मैले के छ कति रुपियाँ पिसको 20 रुपियाँ पर पिस ल ठिक छ ट्याक्समै उठाइराख्नु क्या त्यस्तै लाग्यो कहीँ प्याकेट भोक लाग्यो कि कति टाइम लाग्छ भोक लाग्यो मासु प्याक गरेर लिँदा खाने र यति लड्काउने कस्तो प्याक गरेर कहाँ लिने हो कि नि खाने ठाउँ नै त ठाउँ लगेर यस्तो भोक लागिरहेको थियो नि त्यही भएर हामीले चाहिँ चाउमिन खाने रेडी गऱ्यौँ होइन तर यहाँ चाहिँ कोही चाउमिन खान्छन् कोही खाना छन् हातले रन्काउनु परेको त अब भोक लागेको हात पनि धोएन टेबल त हेर्नु गाइस हामी आज के गर्दै खाँदैछ रेटी हेर्नु मुब्ला आएर हातले चाउमिन हातले खाँदैछ